आफ्नो बुढालाई छल गर्ने, आफ्नो बुढालाई धोका दिने खालको छोरी मान्छेमा नि यो तीनवटा लक्षण पाइन्छ। बुझ्नुहोस् है त दाजुभाइहरू। नम्बर 1 हो त्यस्तो खालको छोरी मान्छेले नि आफ्नो बुढाको सम्मान गर्दैन, इज्जत गर्दैन। नम्बर 2 हो त्यस्तो खालको छोरी मान्छेले नि कुनै न कुनै बहाना खोजिरहन्छ आफ्नो बुढासँग झगडा गर्नको लागि, आफ्नो बुढासँग रिसाउनको लागि। नम्बर 3 हो त्यस्तो खालको छोरी मान्छेले नि आफ्नो बुढाको पर्मिसन बिना नै आफ्नो मर्जीले जहाँ जान मन हुन्छ त्यही नै जान्छ, जहाँ घुम्नु मन हुन्छ त्यही नै घुम्छ। हो त्यस्तो खालको छोरी मान्छेको लागि नि आफ्नो बुढाको पर्मिसन, आफ्नो बुढाको माया र आफ्नो बुढाको सम्मान कुनै ठुलो बातै हुँदैन। हो त्यस्तो लक्षण अगर तपाईँको बुढीमा पनि छ भने नि दाजुभाइहरू यो बुझ्नुहोस् कि तपाईँको बुढीले पनि तपाईँलाई छल गरिरहेको छ, यानि कि धोका दिइरहेको छ। नभए एउटा असल र राम्रो बुढीको लागि नि आफ्नो बुढाको सम्मान, आफ्नो बुढाको माया र आफ्नो बुढाको पर्मिसन सबैभन्दा ठुलो कुरा हुन्छ।